हेलो साथीहरू, आज चाहिँ हामीहरू मकैबारी यादसम्म हाम्रो घरको मकैबारी दरम हरे काँक्रा र आज हामी सर्ट भिडियोमा के देखाउँछौँ भने हाम्रो घर हाम्रो बारी देखाउन जाँदैछौँ साथीहरू र सबैजनाले हेरिदिनु होला सर्ट भिडियो इन्जोय गर्नु होला। यता जाम गइरहेछौँ र हाम्रो यो हो मकैबारी र यो हो हाम्रो कुखुरा फार्म र कुखुरा फार्ममा ब्रोइलर यता हेर त साथीले पोज दिइन् त्यहाँबाट। यो हो कुखुरा फार्म र कुखुरा फार्मको पछि देखाउँला र यो हो हाम्रो च्याउ फार्म। तपाईँहरूले थाहा छैन होला च्याउ फार्म कस्तो हुन्छ भनेर हामी देखाउन जाँदै आउँछौँ। र यो हो हाम्रो च्याउ फार्म। साथीजना देखादेखि किनकि साथीले फर्स्ट टाइम च्याउ फार्म हेर्न जाँदाखेरि साथी लडिसक्यो मकैबारी दरम यो चाहिँ हो च्याउ जुन चाहिँ रेडी हुँदैछ पाक्नको लागि। यो चाहिँ प्याकेजिङको लागि हामीले अड्डाएर राख्छौँ यसरी र यसमा पानी चढाइराख्नुपर्छ। अहिले चाहिँ यो प्याकेजै भएर बसिरह यहाँबाट हो फुल्ने। यो चाहिँ गरेर फुलेपछि चाहिँ यस्तो सेतो हुन्छ र जुन तपाईँहरूले कालो कालो देख्न सक्नुहुन्छ कालो कालो चाहिँ यदि पुरै कालो खानु बिग्रेको नत्र फुल फुलेको चाहिँ खानु मिल्छ है। सबै खानु मिल्ने चाहिँ च्याउको फुल फुल्दैछ एउटामा र फुलिसकेपछि यस्तो देखिन्छ हेर्नुहोस्। यो चाहिँ फुल फुलिसक्यो यो चाहिँ खानलाई रेडी छ। टोटलमा तपाईँहरूले कुरा गर्नुहुन्छ भने हाम्रो फार्ममा चाहिँ 14,000वटा भन्दा बढी चाहिँ प्याकिङ छ च्याउको र पर हामीलाई बनाउनमा म्यानुफ्याक्चर गर्दा टोटल गरेर बेच्दा मार्केट प्राइस हजुरहरूलाई थाहा नै र प्याकेजको चाहिँ हामीलाई पर प्याकेजको 80 रुपिस पर्छ र यहाँ हाम्रो फार्ममा टोटल 14,000वटा छ। तपाईँहरूले गेस गर्न सक्नुहुन्छ कति पर्ने भयो। लगानी अनुसार पैसा छ र यो फुलिसकेको च्याउ हो र कालो कालो त मैले भनिसकेँ। यो फुल्दैछ र पुरै ब्ल्याक भएको चाहिँ बिग्रेको यो चाहिँ हामीले फालिदिन्छ युज गरिँदैन। र साथीहरू हामीले त्यो सबै घुमेर हामी अब भ्याइसक्यौँ र अब हामी जाँदैछौँ घर। आउनु जाम र हाम्रो काम भ्याइसक्यो र आजको भिडियो यति नै। र तपाईँहरूले अहिलेसम्म च्याउ खेती देख्नु भएन भने आज देख्नुभयो। यही हो हाम्रो पछाडिको च्याउ खेती र उताको फार्म र आजको लागि यति नै। सो यसरी देखाउनु न ल टाटा बाई बाई गाइज।